सबैलाई के छ हालचाल ठीक होला। आज म फाइनली गेम खेल्दैछु यत्रो दिनपछि। गेममा म भित्र जाँदैछु। गरिनाको लोगो हाम्रो अगाडि देख्नु भइरहेको हजुरले। यत्रो दिनदेखि भिडियो अपलोड गरेको छैन किनभने मलाई ज्वरो आयो अनि आज स्कुलको टाइममा म स्कुल पनि गएन। हिजो नि गएन, आज नि जाएन। हिजो त गएको थिएँ तर लास्टै गाह्रो हो मलाई। हिजो अनि नर्सिङ गएर गरेर आएको छु होइन। अब यो भिडियो चाहिँ के को हो भन्दाखेरि होइन, आज हामीहरू खेल्दैछौँ यस्तो गेम जो हो फ्री फायर अनलाइन म्याक्स। अनलाइन म्याक्स होइन तर नि यसलाई म अनलाइन म्याक्स भन्छु क्या। अनि हजुरहरूलाई थाहा नै होला। अनि मलाई चाहिँ हजुरले एउटा फोटो यता लगाइदिन्छ ग्लाइडरको होइन भाइ। यस गेममा ग्लाइडर आयो। यो भिडियो देखेर यो फोटो देखेर राई स्टार गेममा कमब्याक गर्छ। म चाहिँ गर्ने गरिरह तर नि भाइ गेममा ग्लाइडर आइसकेको छ। मतलब के सोचिरहनु भइरहेको ग्लाइडर आइरहेको ग्लाइडर गाइज ग्लाइडर नेट चलेन गाइज किनभने मेरो फादर आउनु भएको छ दुबईबाट। कङ्ग्रेचुलेसन कमेन्टमा भनिदिनु मलाई। ओके कङ्ग्रेचुलेसन त भन्नु परिहाल्यो नि, नभनेर त फाइदै छैन मेरो कडा। अब फ्री फायर चाहिँ स्टार्ट भइहाल्यो। प्राइम मेरो आइडी जो कि मेरै हो। ओभरअल भन्न सक्यो भने यो आइडीको नाम चाहिँ चेन्ज गरेर अब म राख्ने छु आदित्य होनी गिल्डकै हिसाबले। किनभने अहिले मसँग कोही अहिले फ्रेन्ड छैन, राम्रो केटाहरू छैन। मतलब पछि हुन्छ राम्रो केटाहरू, अहिले हुँदैन। अनि अब म राख्दैछु गेम खेल्दैछु लर्न उल्फ। मतलब के सोचिरहनु भइरहेको यस्तो दिनपछि म गेम खेल्दैछु। फर्स्ट टाइम यो मेरो अहिलेको गेम हो। या गाह्रो भयो। हिजो नि खेलिनँ गेम धेरै अनि आज गिल्डमा आएर अनि अब के गरौँ यार। कमेन्ट आएको थियो नि गिल्डमा आउनेहरू तर मैले रिक्वेस्ट पठाएँ तर कोही आउँदै एउटा केटाले चाहिँ झन् आफ्नो पनि आइडी दियो, आफ्नो नोब आइडी पनि दियो। अब म के चाहिँ भनौँ त्यसलाई। मतलब कि अब मिल्दैन नि त होइन। अनि मैले गिल्डमा आउनु सोधेको त नाइ भन्छ मेरै पालीमा हुन्छ कि हरेकचोटि हेर्नु न केटा हेर्ने यस्तो त ल्याएको हुन्छ नि। त्यही भएर फ्री फायर खेल्न मन लागेन कि हिजो मलाई होइन र केटा। अब कस्तो नहुँदा लाग्यो लबीमा पुऱ्याइदिन्छ ल। लबीमा जान्छ मेरो बाबु। अनि हजुरले मेरो सेटिङ देखेर थाहा पाइहाल्नु होला म कस्तो खेल्छु भनेर। अनि सोचेर होला आदित्य दाई हजुरको रियल नाम के हो भनेर एउटा केटाले कमेन्ट पनि गरेको छ। अनि गाइस प्लिज हाम्रो एउटा च्यानल छ त्यसलाई पनि गएर अलि चेकआउट गरिदिनु होला है। त्यसको फोटो चाहिँ म स्क्रिनमा लगाइदिन्छु। अब हामी खेल्दैछौँ। अब चाहिँ यस्तो हालिदिनु अब ल्याएको भाषा हालिदिनु होइन। अनि सेन्सी रिफिल भिडियो पनि आउँछ है केटा मेरो। हेरै लाग्दैन यार यत्रो दिन क्या हेरै लाग्दैन पुरा। सेटिङ पनि मिलेको छैन केटा होइन मेरो। अस्ति मेरो बहिनीको प्रक्सी छ, मेरो बहिनीको आइडी आयो नि त होइन। मलाई फुल रिसेट भएको थियो अनि नयाँ आइडी खोल्नु परेको थियो। ओए नेट गएको हेर्नु न भाइ। सुनाउँछ नि मलाई केटाहरूले। अनि त्यही भएर म अहिले ऊ पनि गर्नु छ। त्यही भएर मेरो फिफा डिलिट गर्नु परेको थियो मैले काम पर लाग्यो। अनि बहिनीलाई मेरै मोबाइलबाट खेल्ने भनेर प्रोसेसर मेरो मोबाइलबाट गरेको थिएँ। अनि होइन अनि प्रोसेसर गरेर फेरि भिडियो चाहिँ अपलोड गर्न पाउँदिनँ क्या मैले कहिले नि। साँच्चै होइन प्रोसेसर गरेर भिडियो चाहिँ अपलोड गर्नु म मेरो पालि आएको होला स्योर अल स्न्यापर दिन्थ्यो गएर मैले। मेरो पालि कस्तो पालि हो त्यहाँ गएर मैले
मेरो पानी हुन्छ कसो पानी खानै हुँदैन यो भिडियोपछि म इन गरिदिन्छु भिडियोलाई मतलबै भन्यो भने गेम खेलाएर गेम खेलेर होइन के कुराको मतलब अनि लाइभ स्ट्रिम पनि हुन्छ गाइस मेरो पुरानो च्यानलमा जहिले लाइभ स्ट्रिम गर्छु म आइफोनमा खेल्छु तर निकै मन लाग्यो भने चाहिँ किन होला मा यता गर्नु यार कसरी हाल्यो यार मतलब कसरी हाल्यो मतलब गेमको कुरा गरौँ लिन्छौँ हामी एसी एटे दुईवटा अनि गाइस हो सबैजना मेरो टिकटक पेज पनि फलो गरिदिनु होला है मेरो फेस चाहिँ त्यही छ ए मेरो फेस पनि भएन मेरो आइडीमा नि मेरो अहिलेको आइडीमा नि हेरे भइहाल्यो नि त्यसरी फेस पनि देखाइदिनु पऱ्यो कि क्या ल मेरो फेस पनि हेर्नु लगाइदिन्छु मेरो फेस पनि हेर्नु नि कुरा यो अहिलेको फेस होइन अहिले मेरो फेस देखाइदिन्छु अहिलेकै फेस हो है सरी अहिलेकै देख्नु नै भयो होला कस्तो ह्यान्सी कि म ह्यान्सी होइन र भन्ने एउटा केटाहरूको केटाहरू जमिन गएपछि क्या निकिरहेको ओ यार दुईटा मोबाइल लाग्छ यार के होला गरिमाको सस्ता नसा गरिमाको सस्ता नसा हो यो यार राष्ट्रै गाउँ भयो यार त्यो नि भिडियो बनाइरहेको छु लाइक सेयर सब्सक्राइब त गर्नु पर्छ नि यार लाइक सेयर सब्सक्राइब केटाहरू यत्रो भयो नि यार भिडियो गरिरहेको छु त्यसमा नि यत्रो गाडीमा एडिटिङ गरिरहेको छु होइन के त हुनुपर्छ नि यार अब लाइक डिसलाइक भन्ने कुरा त भइहाल्छ कुरा हेर्न के गर भाइ बुझ्दै भुटुला TNX रवि गाइस अनि म चाहिँ स्क्रिप्टेड भिडियोहरू बनाउँदैन होइन म बनाउने भयो नि नर्मल आफ्नै के गरिरहेको छु त्यही भिडियोहरू देखाउँछु अलि अनि म अब पिवाई नै गर्दैछु होइन केटा हो चाँडै नै कहिले गरौँ भनेर डेट पनि कमेन्टमा लेखिदिनु होला ल्यान रोशन नाम करा है रोशन नाम बारी नाम कराड़ी लागेन ल्याग भएको देखेर चाहिँ लाग्यो होइन कि केटा साँच्चै यस्तो ल्याग मेरो मोबाइल जस्तो कसैको मोबाइल हुन्छ भने कमेन्ट गरेर जाउँ ल हेर्न ग्लोवालमा नै लाग्यो नि क्लिक हुँदैन यस्ता गेम छोडिदिन्छु एक दिन लास्ट हुन्छ भनेर आउँछ केटाको कहिले न कहिले ग्यारेन्टी भने हेर्न यस्ता घरबाट गेम खेल्नु भनेर नखेलेको बेस्ट गिलोमा नि कोहीले हेर्न मलाई जसले मार दिन्छ मैले कन्फर्म देख्यो यस्ता गेमहरू खेल्नुपर्छ कन्टेन्टको लागि भनेर भनिदिनु यो गेम मलाई मजा लाग्छ क्या खेल्न किन तर आजकल लाग्दैन लाइडर त आएर यस्तो खिचिरहेको नि यहाँ साँच्चै लाइडर कसरी आएको भन्दाखेरि एउटा एफएस फोन लाएर आउँछ होइन देखेर कस्तो ब्लग हाल्नु
अब जान्छु ओ त्यसले कुन गर्ने त्यो खाने पाएन यार मलाई के भएको यार केटा लास्टै गाह्रो भयो यार केटा हो पटाका गर्नेदेखि त सबैलाई डर लाग्छ होला यार साँच्ची भने पटाका गर्नेदेखि लास्टै डर लाग्छ मलाई मैले चलाउँदाखेरि चाहिँ डर लाग्दैन अरूले चलाउँदाखेरि चाहिँ लास्टै भन्ने यति डर लाग्छ होइन फ्री कुनै युट्युबरलाई त्यति डर ह्याङ्गर कुन क्या पहिला यसको नि थप धेरै थियो मलाई थाहा छ ग्यास मसँग आलोक छ हजुरलाई थाहा छ कोहीसँग छ आलोक के भने मोबाइल यति ल्याग भएछ नि जति सञ्जय कपुरको त्यो एउटा मुभी हो त सञ्जय कपुर त्यस्तै त्योभन्दा त्यो रोएर मात्र बस्नेवाला मुभी भन्दा नि लास्टै मेरो मोबाइल रोएर बसिरहेको एउटा पारो ताते होइन तल मारिहाल्यो नि एउटा मारिहाल्यो नि खाइरहेको नि त सो फिलहाल हजुरले मजा लाग्यो त लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु हजुरको च्यानललाई हाटेको थ्याङ्क्स फर वाचिङ